डीप स्टेट यो शब्द आजकल जताततै सुनिन्छ होइन त? राजनीतिको कुरा गर्दा, समाचारमा, सामाजिक सञ्जालमा। तर जति यो शब्द चर्चित छ, त्यति नै यसको अर्थ के हो भन्नेमा चाहिँ ठूलो अलमल छ। यो अवधारणा कति गम्भीर छ भन्ने कुरा डेभिड रोथकोपको यो भनाइले प्रष्ट पार्छ। उनी भन्छन्, यी गुणहरूले नाम नभएका कर्मचारीहरूलाई यस्तो महासरकार बनाउँछ जुन कसैप्रति जवाफदेही हुँदैन। सोच्नुस् त, यस्तो सरकार जसले कसैलाई जवाफ दिनु पर्दैन, यो त साँच्चै डरलाग्दो कुरा हो नि। त्यसो भए आज हामी यही जटिल विषयलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। हामी डीप स्टेट के हो भनेर सुरु गर्नेछौँ, अनि यो शब्द कहाँबाट आयो भनेर यसको इतिहास हेर्नेछौँ। त्यसपछि यसको दुईटा बिल्कुलै फरक अर्थ, एउटा स्थायी सरकार र अर्को षड्यन्त्रको बारेमा कुरा गर्नेछौँ। अनि अन्त्यमा यो शब्द कसरी राजनीतिक हतियार बन्यो र यसले हाम्रो लागि किन महत्त्व राख्छ भनेर पनि हेर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। आखिर यो डीप स्टेट भनेको के हो त? सुरुवातको लागि एउटा आधिकारिक परिभाषाबाटै जाउँ है त। मेरियम वेब्स्टर शब्दकोशले डीप स्टेटलाई यसरी परिभाषित गर्छ: विशेष गरी गैर निर्वाचित सरकारी अधिकारीहरू र कहिलेकाहीँ निजी संस्थाहरूको एक कथित गोप्य सञ्जाल जसले सरकारी नीतिलाई प्रभाव पार्न र लागू गर्न गैरकानूनी रूपमा काम गर्दछ। यो त भयो किताबी परिभाषा। यसले हामीलाई एउटा आधार दिन्छ। अब यसलाई अझै सरल भाषामा बुझौँ। यसको मूल आइडिया के हो भने, सरकारभित्रै शक्तिको एउटा यस्तो लुकेको तह छ जसले चुनाव जितेर आएका नेताहरूभन्दा छुट्टै स्वतन्त्र रूपमा काम गर्छ। मतलब एउटा यस्तो अदृश्य शक्ति जसले औपचारिक लोकतान्त्रिक प्रक्रियालाई नै बाइपास गरेर ठूलो प्रभाव पार्न सक्छ। ल, परिभाषा त थाहा भयो, तर यो शब्द आखिर आयो कहाँबाट? यो कुनै नयाँ शब्द होइन है, यसको आफ्नै एउटा रोचक कथा छ। यो शब्दको यात्रा सुरु हुन्छ टर्कीबाट। 1990 को दशकमा त्यहाँ डेरिन डेभलेट भन्ने शब्द चलन चल्तीमा आयो। यो चाहिँ त्यहाँको सैन्य र सुरक्षा निकायको गोप्य सञ्जाललाई बुझाउन प्रयोग हुन्थ्यो। त्यसपछि सन् 2007 मा प्रोफेसर पीटर डेल स्कटले यसलाई अङ्ग्रेजी भाषामा शैक्षिक बहसमा प्रवेश गराए। तर अमेरिकामा यसलाई चर्चित बनाउने काम चाहिँ 2014 मा पूर्व कङ्ग्रेसनल सहयोगी माइक लोफ्ग्रेनले गरे। र 2017 पछि त के भयो भने यो शब्द विश्वभरको राजनीतिक बहसमा एउटा बजवर्ड नै बन्न पुग्यो। अब हामी यो विषयको सबैभन्दा महत्त्वपूर्ण पाटोमा आइपुगेका छौँ। डीप स्टेट शब्दलाई लिएर यति धेरै भ्रम किन छ त? किनभने यसका दुईवटा बिल्कुलै फरक एकअर्कासँग बाझिने अर्थ लगाइन्छ। त्यसो भए प्रश्न यही हो, के डीप स्टेट देशमा स्थिरता कायम राख्ने एउटा संयन्त्र हो वा पर्दा पछाडि बसेर षड्यन्त्र गर्ने कुनै गोप्य समूह हो? यो पूरै बहस यही दुईवटा विचारमा टिकेको छ। एकातिर छ स्थायी सरकारको अवधारणा र अर्कोतिर छ छाया षड्यन्त्रको सिद्धान्त। आउनुहोस् यी दुवैलाई अलि गहिरिएर हेरौँ। पहिले कुरा गरौँ स्थायी सरकारको दृष्टिकोणबारे। यो विचार अनुसार डीप स्टेट भनेको कुनै षड्यन्त्र होइन। यो त केवल निजामती कर्मचारी, विज्ञ र सरकारी एजेन्सीहरूको त्यो व्यावसायिक संरचना हो जसले राजनीतिक नेतृत्व फेरिरहँदा पनि राज्यको कामलाई निरन्तरता दिन्छ। उनीहरू नियम, प्रक्रिया र आफ्नो विशेषज्ञताको आधारमा काम गर्छन्। माइक लोफ्ग्रेन जस्ता विश्लेषकहरूले यसलाई कुनै पनि विकसित देशको लागि एक स्वाभाविक र आवश्यक हिस्सा मान्छन्। अब हेरौँ ठिक यसको उल्टो दृष्टिकोण, छाया षड्यन्त्रको। यो दृष्टिकोणले डीप स्टेटलाई एउटा खतरनाक, गोप्य सञ्जालको रूपमा चित्रण गर्छ। यो भनाइअनुसार यी पर्दा पछाडिका मानिसहरूले जनताले चुनेका नेताहरूलाई असफल बनाउन सक्रिय रूपमा काम गर्छन् र आफ्नै गोप्य एजेन्डा लागू गर्न खोज्छन्। ड्रेनिङ द स्वाम्प अर्थात् दलदल सफा गर्ने जस्ता नाराहरू यही विचारसँग जोडिएका छन् र यसका प्रमुख समर्थकहरूमा काश पटेल र डोनाल्ड ट्रम्प जस्ता व्यक्तित्वहरू पर्छन्। ल, हामीले दुवै परिभाषा त बुझ्यौँ, तर वास्तविक राजनीतिमा चाहिँ यो शब्दले कसरी काम गर्छ? यसको प्रयोग कसरी भइरहेको छ? संयुक्त राज्य अमेरिकाको कुरा गर्दा यही छाया षड्यन्त्रको दृष्टिकोणले ठूलो तरङ्ग ल्याएको छ। यसले सरकारको पूरै प्रशासनिक संरचनालाई नै भत्काउनुपर्छ भन्ने मागलाई एकदमै बल दिएको छ। प्रोजेक्ट 2025 जस्ता योजनाहरू यसकै परिणाम हुन्। त्यसो भए यो छाया षड्यन्त्रको कथामा खलनायकको रूपमा कोलाई देखाइन्छ त? एउटा उदाहरणको लागि काश पटेलको सूची हेरौँ। यसमा
जेम्स कोमी जस्ता व्यक्ति छन् जसलाई ट्रम्पप्रति एफबीआईको प्रतिरोधको प्रतीक मानिन्छ। हिलारी क्लिन्टन, जो 2016को चुनावमा प्रतिद्वन्दी थिइन्, उनी पनि यो सूचीमा छिन्। र मेरिक गार्ल्यान्ड, जसले ट्रम्प विरुद्धका अनुसन्धानहरूको नेतृत्व गरिरहेका छन्। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने यी आरोपहरूमाथि भएका आधिकारिक अनुसन्धानहरूले के देखाए त? अनुसन्धानले 2016को ट्रम्प अभियान विरुद्ध कुनै सङ्गठित, नियोजित षड्यन्त्र भएको खासै ठोस प्रमाण भने फेला पारेन। वास्तवमा 3 वर्षसम्म चलेको लामो अनुसन्धानपछि विशेष सल्लाहकार जोन डरमको छानबिनबाट जम्माजम्मी एउटा मात्रै, त्यो पनि सानो मुद्दामा दोषी ठहर भयो। तर यो बहस अमेरिकामा मात्रै सीमित छैन है। डीप स्टेटको यो अवधारणा अहिले विश्वभरका राजनीतिक घटनाक्रमलाई व्याख्या गर्न प्रयोग हुने एउटा चस्मा जस्तै बनेको छ। जस्तै पाकिस्तानमा हेर्ने हो भने त्यहाँको सैन्य र गुप्तचर संयन्त्र, जसलाई द एस्टाब्लिशमेन्ट भनेर चिनिन्छ, त्यसलाई नै देशको वास्तविक शक्ति केन्द्र मानिन्छ। त्यस्तै भारतमा जब हिन्डनबर्ग रिपोर्टले अडानी समूहलाई ठूलो नोक्सानी पुर्यायो, केहीले यसलाई भारतको आर्थिक विकासलाई कमजोर पार्न गरिएको डीप स्टेटको आक्रमण भनेर व्याख्या गरे। यति सबै कुरा बुझिसकेपछि अब फेरि मूल प्रश्नमा फर्कौं। आखिर यो विषय हाम्रो लागि किन यति महत्त्वपूर्ण छ त? किनभने यो एउटा चलेको शब्द मात्रै होइन, यो त एउटा देशलाई कसरी चलाउनुपर्छ भन्ने बारेको एउटा एकदमै आधारभूत र गहिरो बहस हो। यो बहसलाई 2 फरक शासन पद्धतिको टकरावको रूपमा पनि हेर्न सकिन्छ। एकतिर छ विशेषज्ञता र स्थिरतामा चल्ने सरकार, र अर्कोतिर छ जनताको प्रत्यक्ष इच्छालाई नै सर्वोपरि मान्ने शासन। हामीले कुनलाई बढी महत्त्व दिने प्रश्न यही हो। द न्युयोर्क टाइम्सको यो भनाइले यसलाई एकदमै राम्रोसँग समेट्छ। डीप स्टेटलाई कहिलेकाहीँ एक छायादार षड्यन्त्रको रूपमा चर्चा गरिए पनि यसलाई वास्तवमा एक राष्ट्रको नेता र त्यसका शासकीय संस्थाहरू बीचको राजनीतिक द्वन्द्वको रूपमा सोच्नु बढी सहयोगी हुन्छ। भन्नुको मतलब यो मूलतः शक्ति सङ्घर्षको कथा हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु जसमाथि सोच्न जरुरी छ। एउटा स्थिर र अनुभवी विज्ञहरूले चलाउने सरकार र अर्कोतिर आफूले सेवा गर्ने जनताप्रति नै जवाफदेही नहुने सरकार। यी 2 बीचको सीमारेखा कहाँनिर कोर्ने होला? यही प्रश्नको जवाफमा डीप स्टेटको पूरै बहस लुकेको छ।